आज हाम्रो यात्रा भनेको चाहिँ स्किजाङसम्म हो होइन। यहाँनिर दाइले अब सुरुवात भइसक्यो, ट्याक्सी कल रहेछ। ल दाजु आज स्की राम्रो गर्नुपर्छ है त। ओके ल चेयर्स। अनि यहाँ टक्क अहिले कफी खाँदैछौँ। ल चेयर्स, इन्जोय द कफी। जस्ट हामी चाहिँ अहिले यहाँ सुवन आइसक्यौँ। सुवनबाट हामी ट्याक्सी चढ्छ। ट्याक्सी चढ्नुभन्दा अगाडि यहाँबाट टक्क खाजासाजा खाने कुरो हुँदैछ। सुवन थुक्पा खानु के चिकन थुक्पा दुईटा, एउटा चिकन झोल मोमो, एउटा ढेँडो, एउटा पोक खाना, अरू 3टा मटन खाना। साट्नु पर्छ ल थुक्पा र ल खाना खाने समय भइसक्यो। खाना खानेको खाना, ढेँडो खाने ढेँडो। ओ ढेँडो प्रसाद। ढिँडो मान्छे धेरै खाइरहेको छ। ल कस्तो छ त बालकृष्ण भाइ खाना? एकदम डिलिसियस। दामी छ जाडोमा तातो थुक्पा। यहाँनिर खानासाना खाइसक्यो, फिनिस भइसक्यो। ल्याग गर्नु भयो नि अब बिल तिरेर प्रस्थान। ट्याक्सी चढेर जाने भएको कारणले दाइले ट्याक्सी सोध्दै हुनुहुन्छ। एउटा ट्याक्सीमा 4 जना जाने, अर्को ट्याक्सीमा 4 जना। ल 4 जना जानु। यसमा आली दाइसँग 4 जना जानु, अनि हामी बालकृष्ण दाइ हामी 4 जना आउँदा ठिकै त्यसरी हुन्छ। हजुर ठाउँ भइहाल्छ नि, मलाई थाहा छ नि। त्यही त्यहाँ इठनको त्यो उयसबाट। 두 번째 출구입니다. 회전 차량에 주의하세요. 네팔 비행기 타고 갈 때 바로 가는가요? 바로 거기서 한번 갈아 바로도 갈 수 있어요. 갈아타도. 트랜스폼 해야 돼. 우리나라 사람들 특성상 우리나라 사람들 특성이 뭐냐면은 각자 독특해요. 개성이 다 독특해. 네. 예, 그래가지고 이 남한테 무슨 안 좋은 소리 듣기를 굉장히 싫어라 그래. 그래서 스스로 많이 깨우치고 많이 배우고. 알겠죠? 단체만 개인이 아니라 알죠? 아, 네 알겠습니다. 먼저 티켓 받고 네 밑에 있어요. 티켓은 1층 여기서 나왔어요, 밑에? 나왔어요. 아, टिकट 네. काट्दा 줍니다. 네, 감사합니다. ल फाइनली अब बिल काट्यो। बिल काटेर यसको अब हामी के लिन जान्छौँ अरे, बोर्ड र कपडा सपा लिन जान्छौँ। द्याट्स फाइनली वी प्ले। ओके, अब यो बुटहरूको लागि नामहरू याद लेखेर त्यहाँ दिने हो। नामै लेख्नु भएन त भने त्यहाँ त्यसमा यहाँ चाहिँ खोइ जोसी चाहिँ ओ जोसी कुरो भएछ। त्यहीँ लगिदिउँला नि त। ठिकै छ। डिस्ट्रिक्ट पनि दिन्छ। ल पखा उचालेर दे जस्तो लाग्यो। मान्छेलाई हेर न। जोसी लौ जोसी। ल यहाँ जुत्ता ट्राई हुँदैछ, ठिक हुँदैछ कि हुँदैन भनेर। ठिक भयो?
हाँ ठिक छ नजानु साट्दा हुन्छ अझै पनि टाइट भयो भने ठिक भयो दाइ ओके ओके साट्नु नि त टाइट हुन्छ भने स्किप प्रोग्रामको लागि कपडाहरू लगाएर किएको छ सबैजना हाम्रो साथी दाइ भाइहरू अबको केही समयमा चाहिँ हामी स्की खेल्न जाँदैछौँ स्की सप अब एउटा ड्रेस लगाइसकेपछि मान्छे चिन्न नसक्ने अवस्था हुन सक्छ लाइनमा हामी छौँ अहिले चाहिँ दाईहरू पछाडि आउँदै हुनुहुन्छ बिरम दाई ल भयो भयो ल हामी चाहिँ अब चढिसक्यौँ है त सर यहाँनिर त्यहाँको खुट्टाइ झरेर यहीँबाट झर्ने यस्तै गरी झरेको खुट्टै यसरी अब स्की खेल्न फर्स्ट अनुभव छ दाइहरू यसरी सकिन्छ त दाइ कुन धन्न दाइ त लडेन यार गोविन्द यति बन्न सक्दैन जुरु कौटा गोविन्द यो आउँछ आऊ सुइया त एकछिन छोडेर फोटो होइन हौ यहाँ हट न एकछिन हट न आऊ न आऊ ल राम्रो चलेर आऊ दौड्यौ ल दौड्यो 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 गयो 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 सिधै सिधै गयो उता उता हो ल ठिक छ जाऊ 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 ल लडी गयो
गयो यहाँ सुरज लोटेको यहाँ रेकर्ड गरिदिउँ भनेको एकचोटि त मनोरञ्जन गर्यो होइन गयो सुरज गयो टिम चाहिँ अब एकजना पनि खेल्न नसकेर अब हिँड्दै जाने प्रेसरमा आइसक्यो यहाँबाट बोकेर सबैजना यसरी होइन हिँड्दै जाने भयो खेल्न कसैलाई पनि आएन होइन यसको सिकेर आउनुपर्ने रहेछ तपाईँहरू के आउनुहुन्छ एकदम ब्यालेन्समा सिकेर आउनु होला नत्र एकदमै गाह्रो हुनेछ होइन यहाँनिर फेरि अरू कसैलाई लागोओरो भने एकदम गाह्रो हुँदो रहेछ होइन सो द्याट जस्ट अब यतिकै हामी फर्किँदैछौँ आजको खासै बवाल अब क्लिपहरू लिँदा भनेर गिम्बल सिम्बल सब बोकेर आएको तर यहाँनिर अलिकति पनि चिप्लिन नसकेपछि ब्यालेन्सै गर्न नसकेपछि केही पनि गर्न सकेन सो एकदमै धेरै नराम्रो लागिरहेको होइन